आगामी फागुनमा म्यादी प्रहरी भर्ना सुरु हुँदै आगामी फागुन महिनाभित्र नेपाल प्रहरीले देशभर म्यादी प्रहरी भर्ती प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा परिचालन गर्न लागिएको म्यादी प्रहरी भर्ना यस वर्ष पनि हुने पक्का भएको हो। नेपाल प्रहरीका अनुसार म्यादी प्रहरीहरूलाई निर्वाचन अवधिसम्म मात्र खटाइनेछ। उनीहरूले करिब 45 देखि 60 दिनसम्म सेवा दिनेछन्। यस अवधिमा उनीहरूलाई तोकिएको पारिश्रमिक र भत्ता प्रदान गरिने बताइएको छ। भर्नामा सहभागी हुन इच्छुक व्यक्तिहरूले 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, शारीरिक रूपमा तन्दुरुस्त र अनुशासित नेपाली नागरिक हुनुपर्नेछ। साथै कुनै आपराधिक मुद्दामा संलग्न नभएको प्रमाण पनि आवश्यक हुनेछ। नागरिकता शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति फोटो सहित निजको जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित प्रहरी प्रशिक्षण केन्द्रमा आवेदन दिन सकिनेछ। प्रहरी मुख्यालयले भनेको छ, म्यादी प्रहरी भर्तीको औपचारिक मिति र दरबाउ सम्बन्धी विस्तृत सूचना चाँडै प्रकाशित गरिनेछ। स्थानीय तह, प्रदेश र सङ्घमा हुने निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीहरूको भूमिका महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।